किन नजानी नि चुप्प लाएर घरै बस्ने। फोन पनि कसैलाई नगर्ने र फोन पनि कसैको आयो भने अटेन्ड नगर्ने। एक त आउँदै आउँदैन, मेरो फोन त झन् कसैले मलाई गर्दैनन्, गर्नेवाला कोही छँदै छैनन्, न आफ्ना न चिने जानेका। यो मोबाइल नम्बर जति सेभ छ नि मेरो, त्यो सबै डिलिट गरी पठाउँछु भनिछु। सबै एउटा पनि सेभ राख्दिनँ, किनभने कसैको सेभ मोबाइल नम्बरमा फोन आउँदै आउँदैन। तिनीहरूको लिस्टमा नामै छैन जस्तै छ। कहीँ अक्कल झुक्कल रङ नम्बर कहिले कहीँ कम्पनीको केहीको आयो भने उठाइहाल्छु र अनि त्यहाँबाट नै चाहिए भनिहाल्छु। किन चाहिँदैन, कहिले हेल्थको लागि कहिले केको लागि सोधपुछ गर्छन् के, चाहिँदैन भन्छु। अनि मेसेन्जरमा फेरि यिनीहरू छन् मेरा हितैषी केटाहरू के, फेक आइडी बनाएकाहरू। तिनीहरूले कहिले कहीँ घन्टी घुमाउँछन्। तिनीहरूलाई ब्लक गर्दा र अनफलो गर्दा म थाकिसकेँ। उनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू मेरा आफन्ती पनि होइनौ, मेरा कोही 10 नाता 1 नाता पनि लाग्दैनौ। मलाई फोन नगर। मेरो भिडियो फोटो सबै प्रोफाइल हेर्न सक्छौ, पुरा खुल्ला छ। किनभने म फेसबुकमा काम गर्छु र फेसबुकबाट अर्निङ गर्छु। त्यस कारणले मेरो लक लागेको प्रोफाइल छैन। म घरमा त ताला लाएर हिँड्दिनँ, बजारघाट जाँदाखेरि भने फोनमा ताला लाएर बस्छु र तिमीहरू लक गरेका छौ। तिमीहरूको फेक आइडी छ, तिमीहरूको एउटा प्रोफाइल फोटो पनि छैन। अनि तिमीहरूले मलाई फोन गर्ने सुहाउँछ। तिमीहरूले फोन गर्नेको हो, मेरा आफ्ना आफन्ती चिने जानेका छर छिमेकी यता त्यता कसैले त भलाकुसारी मलाई सोध्नेवाला छैन। मरे भने त थाहा भइहाल्छ उनीहरूलाई एकदमसँग। फेसबुकमा कसैले लेखेर पठाइदिन्छन्। म न फोनमा बिजी नै हुन्छु, आफ्नो मोबाइल हेर्छु, भिडियो सिडियो बनाउँछु, यता त्यता गर्छु हैन। आज यहाँ बिहान भनेको